सकेन, निराशा यथावत छ। मैले थाहा पाएसम्म अथवा 30औं वर्षदेखिको हरेक वर्ष किसानले समयमा मल पाएन, समयमा मल पाएन मात्रै होइन, सही मूल्यमा मल पाएन त्यति मात्रै होइन, उखु किसानले कहिल्यै पनि उखुको चाहिँ तपाईको चाहिँ सही मूल्य पाएन। मान्छेले कृषिमा आफ्नो उर्वर समय लगायो तर भाउ पाएन। यो हामी सुनिराखेकै छौँ, देखिराखेकै छौँ, झेलिराखेकै छौँ। बडो निराशाको अवस्थामा आज हामी उभिएको छौँ। भर्खरै मात्रै जेनजी आन्दोलन भयो, कुनै नयाँ मुद्दा छैन त्यहाँ। अत्यन्तै ठुलो क्षति भयो, छोटो समयमा ठुलो विद्रोह भयो। 75-76 जना होनार युवाले चाहिँ जीवन गुमाए। म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। बडो दुःखमा हुनुहुन्छ परिवार र इष्टमित्र, संवेदना प्रकट गर्न चाहन्छु। के घाइते छ, स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। तर एउटा जेन्युइन कुरा हामीले यसरी सोचौँ न, उहाँले उठाउनु भएको कुरा सामान्य तर हामीले प्रतिबद्ध गरेको कुरा थियो नि त। हामीले यो संविधान आए पछाडि समाजलाई भ्रष्टाचार मुक्त समाज बनाउँछौँ, सुशासन र स्थायित्व दिन्छौँ, हामीले कमिटमेन्ट गरेका थियौँ नि त। यही देशभित्र आफ्नो भविष्य सुरक्षित हुने गरी आज विदेशीका मान्छे पनि नेपाल आउने वातावरण बनाउँछौँ भनेर हामीले कमिटमेन्ट गरेका थियौँ नि त। तर आज वातावरण त्यो बन्यो। आज कोही तेस्रो मुलुक गएको नागरिक नेपाल फर्किन चाहन्छ? चाहँदैन। आज यहाँ पढ्दै गरेका नानी बाबु, स्कुलमा पढ्दै गरेका नानु बाबु बडो हताशमा छ। मेरो पालामा विदेशी विश्वविद्यालयहरूमा भिजा प्रक्रिया अथवा चाहिँ छात्रवृत्ति प्रक्रिया बडो चाहिँ गाह्रो हुन्छ।